नमस्ते सबैजनालाई। आजको यो हाम्रो यो सफ्टवेयरलाई हामीले कसरी युज गर्न सकिन्छ भनेर बुझ्छौँ र हजुरहरूले यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो ड्यासबोर्ड हो र यहाँ चाहिँ हाम्रो कस्टमरको बारेमा हाम्रो मेडिसिन कतिवटा छ हैन, आउट अफ स्टक कतिवटा भयो है, अनि हाम्रो एक्सपायर मेडिसिनको बारेमा यहाँ चाहिँ हजुरले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो यो बारग्राफ अथवा हाम्रो यहाँ चाहिँ एउटा पाइ चार्ट छ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ कि हामीसँग यो सफ्टवेयरमा हामीसँग सर्टकट की पनि अभाइलेबल छ। जस्तै हामीले यो आइकनमा क्लिक गर्ने बित्तिकै यहाँ चाहिँ एउटा पेज खुल्छ जुनमा हजुरले हेर्न सक्नुहुन्छ कि जस्तै अल्ट प्लस एस दबाए हाम्रो ड्यासबोर्ड खुल्छ हैन, हाम्रो अल्ट प्लस एम दबाए हाम्रो मेडिसिन लिस्ट आउँछ, हाम्रो यो सी अल्ट प्लस सी दबाउँदा हाम्रो कस्टमर लिस्टहरू आउँछ हैन। यहाँबाट हजुरहरूले डाइरेक्टली विदाउट युजिङ माउस है हामीले डाइरेक्टली किबोर्डबाट कि कन्ट्रोल सर्टकट कीहरूलाई प्रेस गर्ने बित्तिकै हाम्रो यो सफ्टवेयरको डिफ्रेन्ट पार्ट अथवा डिफ्रेन्ट सेक्सनहरू खुल्छ। सपोज गरौँ कि हामीले अहिले अल्ट प्लस एम दबायौँ है, यहाँ चाहिँ हजुरले हेर्न सक्नुहुन्छ कि अल्ट प्लस एम दबाउने बित्तिकै हाम्रो मेडिसिनको लिस्ट खुल्यो। त्यस्तै गरी हामीले यहाँ चाहिँ मेडिसिनलाई एड गर्नको लागि कन्ट्रोल प्लस अल्ट प्लस एम दबाउने बित्तिकै हामीले यसरी मेडिसिनलाई लिस्ट गर्न सकिन्छ है। र सो फेरि ड्यासबोर्डमा जाऊँ हामी है। यहाँ चाहिँ हजुरले हेर्न सक्नुहुन्छ कि यो यहाँ चाहिँ हाम्रो नोटिफिकेसनहरू आउँछ, मेडिसिनको नेम, ब्याच आइडीहरू, यस्तो एक्सपायरी डेट के भनेर हाम्रो नोटिफिकेसनहरू पनि आउँछ। यहाँ चाहिँ हामीले यिनीहरूलाई हामीले यिनीहरूलाई यसरी कपी पनि गर्न सकिन्छ, हामीले यिनीहरूलाई एक्सेलमा यसरी डाउनलोड पनि गर्न सकिन्छ हैन। जस्तै हामीले यहाँ चाहिँ सेभ गर्यौँ, यहाँ चाहिँ मैले हाम्रो एक्सेल फाइल खोल्यो है। हाम्रो चाहिँ यो लिनक्स त्यही भएर हाम्रो एक्सेल पनि यसरी देखिएछ है। यो चाहिँ हामीले यहाँ चाहिँ यसलाई हामीले पिडिएफमा पनि डाउनलोड गर्न सकिन्छ, यसरी पिडिएफमा पनि हामीले यसरी डाउनलोड गर्न सकिन्छ। यहाँ चाहिँ हजुरले हेर्न सक्नुहुन्छ कि यसरी हामीले लिस्टहरू पिडिएफमा डाउनलोड गर्न सकिन्छ। अनि यहाँ चाहिँ हेर्नुभयो भने यहाँ चाहिँ एउटा आइकन छ हाम्रो, यहाँ चाहिँबाट चाहिँ हामीले आफ्नो प्रोफाइलहरू क्रिएट गर्न सकिन्छ अथवा प्रोफाइल एडिट गर्न सकिन्छ हैन। यहाँबाट चाहिँ हाम्रो प्रोफाइलको सब कुरा हुन्छ। ड्यासबोर्डमा जाऊँ चाहिँ हाम्रो मेडिसिन म्यानेजमेन्ट भयो। यहाँबाट चाहिँ हामीले हाम्रो मेडिसिनहरू एड गर्न सकिन्छ अनि मेडिसिनहरूलाई भ्यू पनि गर्न सकिन्छ यसरी। यहाँबाट यसरी लिस्ट आउँछ, मेडिसिनको लिस्ट आउँछ। यो हाम्रो क्याटेगोरी भयो, जस्तै पेन रिलिफ भयो, कोल्ड एन्ड कफहरू भयो है। यो हाम्रो युनिट भयो, हाम्रो टाइप, अनि र यो हाम्रो इम्पोर्टेन्टवाला हाम्रो लिफ, जुनमा हाम्रो लिफ टाइपहरू हुन्छ, जस्तै बक्स स्ट्रिप भयो, हाम्रो ट्युब प्याकहरू भयो होइन, अनि हाम्रो बोटल्स पर बक्स भयो। यहाँबाट चाहिँ हाम्रो ओभरअलमा हाम्रो मेडिसिनहरूको म्यानेजमेन्ट हुन्छ। हामीले मेडिसिन एड पनि गर्न सकिन्छ है। हामीले एकचोटि मेडिसिनहरू एड गरिसकेपछि त्यसलाई हामीले बार बार एड गर्न पर्दैन र हाम्रो जब बिलिङ हुन्छ, बिलिङ गर्ने बेला हाम्रो अटोमेटिकली आउँछ त्यो सब पार्टहरू। अब जस्तै अब हामीले एउटा इक्जाम्पल हेरेर जाउँ है। अहिले गरौँ मेड 19 है, 19 भयो। मेडिसिन नेम हम राख्छौँ बिचको, यसलाई यो पनि युज गरेर यसको स्ट्रेन्थ आउँछ। हाम्रो बक्स साइज बोटल्स पर बक्स हुन्छ, युनिट हुन्छ हाम्रो सिरप भयो, सेल्फ चाहिँ हाम्रो M9 हो, डिटेल्स
यो भयो है। अनि यसको क्याटेगोरी चाहिँ हाम्रो डाइजेस्टिभ केयर हुन्छ। प्राइस चाहिँ हाम्रो 140 थियो। अनि मेडिसिन टाइप चाहिँ हाम्रो एलोपेथिक है। म्यानुफ्याक्चरर चाहिँ हाम्रो एसियन फार्मा। म्यानुफ्याक्चर प्राइस चाहिँ 90 रुपिज। यहाँबाट हामीले यसलाई यसरी मेडिसिनलाई हामीले यसरी सेभ गर्न सकियो है। अझ हाम्रो अनि क्याटेगोरीहरू त हाम्रो भइसक्यो होइन। हामीले यहाँबाट यसरी क्याटेगोरीहरू पनि यसरी एड गर्न सकिन्छ। अनि यो चाहिँ हाम्रो युनिट भयो। अनि हाम्रो युनिटहरू पनि यसरी हामीले एड गर्न सकिन्छ यहाँबाट। अनि यो चाहिँ हाम्रो टाइप भयो र यो चाहिँ हाम्रो लिप सिटिङ भयो है। यो लिप सिटिङमा चाहिँ हामीले स्टेप्स 1 2 3 4 गरेर हामीले यसरी गर्न सकिन्छ बेच्दाखेरि पनि। जस्तै अझै हाम्रो बोटल्स बोटल भयो। बोटल नम्बर 1 एउटा भयो होइन। हामीले यसरी पनि गर्न सकिन्छ है। यो हो हाम्रो ओभरअल मेडिसिन म्यानेजमेन्ट। र हामीले यसलाई हामीले पिडिएफमा पनि डाउनलोड गर्न सकिन्छ। लाइक अहिले हेर्न सक्नुहुन्छ कि हामीले भर्खरै पिडिएफ निकालेका छौँ है। यस्तो गर्न सकिन्छ। यो पनि भयो। अनि भर्खर हामीले जुन पनि मेडिसिनलाई हामीले यहाँसम्म एड गरौँ त्यसलाई हामीले पर्चेस पनि गर्नुपर्छ। बिकज पर्चेस नगरिकन हामीले कुनै पनि मेडिसिनलाई बेच्न सकिन्न है। पहिला पर्चेस गरौँ। हाम्रो एसियन फार्मा इन्भोइस नम्बर कति थियो? 18.5 डिटेल्स पेमेन्ट टाइप क्यास हुन्छ। मेडिसिन नेम हुन्छ बिस्को है। ब्याच आइडी हुन्छ मेरो। वेट है एक्सिट है 18.25 है। स्टक क्वान्टिटी राख्नु मिल्दैन है हामीले। बोटल्स आउँछ हाम्रो एउटा क्वान्टिटी 10 क्वान्टिटी यति भयो है। अनि हाम्रो म्यानुफ्याक्चरिङ प्राइस पनि हाम्रो अटोमेटिकली आयो। यहाँबाट हाम्रो बक्स एमआरपी पनि आयो। पर्चेस प्राइस हो है। यति हामीले भ्याट दिएन 13% भ्याट 10% डिस्काउन्ट गरेर। अनि हाम्रो अनि मैले दिइसकेको छु कति 4000 मैले 4003 रुपिस पनि दिइसकेको छु। अब बाँकी रहेको अमाउन्ट भनेको मेरो 500 छ। अनि यसलाई यसरी सेभ गर्ने बित्तिकै हामीले यो सामानलाई पर्चेस पनि गरिसकेका छौँ है। पर्चेस पनि भइसक्यो। अब हामीले यसलाई चाहिँ बल्ल बेच्न मिल्छ है। मेडिसिनबाट यो मिल्यो है त। म्यानुफ्याक्चरर म्यानेजमेन्ट हो है। यहाँबाट चाहिँ हामीले हाम्रो म्यानुफ्याक्चररहरूको सबै डिटेल्सहरू हामीले यहाँबाट पाउन सकिन्छ। र यहाँबाट चाहिँ हामीले यसलाई एड पनि गर्न सकिन्छ। हेर्न सक्नुहुन्छ। जस्तै हाम्रो यहाँबाट यो हाम्रो म्यानुफ्याक्चररहरूको लिस्ट भयो। र यो चाहिँ हाम्रो म्यानुफ्याक्चरर लेजर भयो है। ल हामीले यसको बारेमा पनि राम्रो कुरा हेर्नेवाला छौँ। हेर्न सक्नुहुन्छ। अब सुरुमा चाहिँ हामीले एउटा इक्जाम्पल लियौँ। एउटा म्यानुफ्याक्चररलाई एड गरौँ र हेरौँ है त। एउटा हाम्रो टाउरस फार्मा है। ल अब मोबाइल नम्बर हुन्छ यो। त्यसपछि हाम्रो आउँछ info@taurusfarma.com भयो। बिलिङ @taurusfarma.com भयो। फोन नम्बरमा हुन्छ यो। कन्ट्याक्ट आउँछ हाम्रो मिस्टर रोहित भट्टराई हुनुहुन्छ है। अनि एड्रेसमा चाहिँ हाम्रो कमल पोखरी काठमाडौँ है। एड्रेस हाम्रो दाङ नेपाल। हाम्रो दाङमा हुन्छ है। और फ्याक्स आउँछ यो भयो है। सिटी हुन्छ हाम्रो काठमाडौँ। स्टेट छ हाम्रो बागमती। जिप छ 44600। अनि प्रिभियस ब्यालेन्स हाम्रो 0.00 थियो। यति गरी
र यहाँ सक्नुहुन्छ कि हाम्रो म्यानुफ्याक्चररको सबै डिटेल्सहरू हाम्रो यहाँ सफ्टवेयरमा एड भइसकेको छ। र मैले हजुरहरूलाई फेरि पनि भन्छु कि हाम्रो जुन पनि यो अगाडि देखिएको यो लिस्टहरू छ, हामीले यसलाई कसरी कपी पनि गर्न सकिन्छ, हामीले एक्सेललाई डाउनलोड पनि गर्न सकिन्छ, हामीले यसलाई पिडिएफमा पनि डाउनलोड गर्न मिल्छ होइन। हो हामीले अनि यसलाई फेरि हामीले यसलाई एडिट पनि गर्न सकिन्छ है। यो चाहिँ हो हाम्रो एडिङ म्यानुफ्याक्चरर है। हामीले चाहिँ अब यसरी चाहिँ हामीले म्यानुफ्याक्चररलाई एड गरियो। अब हुन्छ हाम्रो यहाँ हेर्नुहोस् है, यहाँबाट चाहिँ हामीले लिस्टहरू हेर्न मिल्छ। अब आउँछ हाम्रो म्यानुफ्याक्चरर लेजर भन्ने आउँछ है। यो बुझौँ, यो चाहिँ हामीले नेपालीमा भन्दाखेरि हजुर र हजुरको म्यानुफ्याक्चरर अथवा हजुरको सप्लायर बिचको जुन पनि खाता हुन्छ नि, यो खाता भनेको यो हो कि होइन। यहाँ चाहिँ हजुरले हजुरको म्यानुफ्याक्चरर अथवा हजुरको सप्लायरलाई कति पैसा दिन होइन, कहिलेदेखि कहिलेसम्मको हिसाब छ, सबको डेटा होइन, सबको डिटेल्सहरू हाम्रो यो सेक्सनमा आउँछ। जस्तो गरेर मैले फर्क हामीले किनेकै छैन सामानहरू है, गर्ने सब कुरा थाहा हुन्छ। फाइन्डमा क्लिक गर्ने, फाइन्डमा क्लिक गर्ने बित्तिकै यहाँ चाहिँ हेर्नुहोस् है, हाम्रो एउटा आयो हाम्रो प्री ब्यालेन्स आयो, अर्को आयो हाम्रो करेन्ट ब्यालेन्स आयो होइन। भनेपछि यहाँ चाहिँ मैले तल हेर्नु, यो चाहिँ हाम्रो हिसाब किताब ठ्याक्क हिसाब निस्क्यो कि डेट छ 6 महिना 8 गते होइन। अब चाहिँ मेरो डिस्क्रिप्सन यहाँ चाहिँ मैले हामीले चाहिँ अघि केही लेखेको थिएनौँ, त्यो यहाँ खाली आयो, नत्र हामीले यहाँ चाहिँ लेख्न सकिन्थ्यो। अब चाहिँ हाम्रो डेबिट, हाम्रो डेबिट कति हो 0 रुपियाँ छ। क्रेडिट चाहिँ हाम्रो कति छ भन्दाखेरि 4000 समथिङ यता आइछ होइन, यति पैसा आइछ। र ब्यालेन्स दिन बाँकी रहेको पैसा कति आइछ भन्दाखेरि 5,70,000 जति मैले के चाहिँ पैसा दिन बाँकी रहेछ कि। यो कुरा बुझ्नु कि माइनस हुने बित्तिकै के हो भन्दाखेरि हामीले पैसा दिन बाँकी छ भनेर बुझ्नु पऱ्यो है। अब हामी अझ एउटा इक्जाम्पल हेरौँ न त, म्याग्नसको छ कि नै हिसाब छैन, म्याग्नसको चाहिँ हाम्रो हिसाब हुन्छ नेपाली इङ्ग्लिस हिसाब किताब हो। हिसाब किताब म अथवा हजुर फार्मासिस्ट र आफ्नो हजुरको म्यानुफ्याक्चरर अथवा सप्लायर बिचको जुन पनि हिसाब किताब हुन्छ हामीले यहाँबाट हेर्न सकिन्छ, सब डिटेल हेर्न सकिन्छ। र मैले फेरि पनि देखाउँछु कि यो चाहिँ हाम्रो किबोर्ड सर्टकटहरू हो। यहाँबाट चाहिँ हामीले बटनहरू दबाएर जुन पनि ट्याबहरू खोल्न सकिन्छ है। ठिक छ। र यो चाहिँ यो हाम्रो रिटर्न म्यानेजमेन्ट है। यसमा चाहिँ के हुन्छ भन्दाखेरि जुन पनि हजुरको सेल्स रिटर्नहरू हुन्छ त्यसको सब डेटाहरू हामीले यहाँबाट हेर्न सकिन्छ है। अनि हजुरको म्यानुफ्याक्चररसँगको रिटर्न हजुरले यहाँबाट हेर्न सक्नुहुन्छ। र हजुरको वेस्टेज रिटर्न जुन पनि हुन्छ है, त्यो हाम्रो हजुरले यहाँबाट हेर्न सक्नुहुन्छ। अहिलेको लागि हामी अघि बढौँ, सेल्स रिटर्नमा जाऊँ। यो सेल्स रिटर्न भनेको चाहिँ के हो भन्दाखेरि हजुर र हजुरको जुन पनि कस्टमर हुनुहुन्छ नि, यदि हजुरको कस्टमरले कुनै पनि दबाई अथवा कुनै पनि मेडिसिनलाई रिटर्न गर्नुभयो भने त्यसको डेटाहरू हामीले यहाँ चाहिँ यहाँबाट हेर्न त्यसको डेटाहरू चाहिँ हामीले यहाँबाट हेर्न मिल्छ है। अहिले अनि यो त हाम्रो के हुन्छ भन्दाखेरि अब हामीले ठ्याक्क महिना वाइज अथवा दिन वाइज पनि हामीले हेर्न सकिन्छ डेटाहरू। जस्तै 2025 6 महिना 1 गतेदेखिको ठ्याक्क 6 महिना 9 गतेसम्मको जुन पनि डेटाहरू के छ भनेर हामीले हेर्न सकिन्छ। अहिले चाहिँ हामीले 2025 कति राम भन्दाखेरि 3 हेर्नु है। भनेपछि हामीले डेट वाइज यो महिनाको कति रिटर्न भयो भनेर पनि हामीले हेर्न सकिन्छ। जस्तै 5 महिना 3 गतेदेखि 6 महिना 9 गते अथवा आजको दिनसम्मको हामीले सब डेटा यसरी हेर्न सकिन्छ। यो त्यो डेटा हाम्रो ठ्याक्कै यहीँ आयो नि हामीसँग होइन। यो हो हाम्रो इन्भोइस रिटर्न लिस्ट भनेको यहाँबाट हुन्छ है, यहाँबाट हेर्न सकिन्छ। अनि है भर्खर के अरे भन्दाखेरि 6 महिना 1 गतेदेखि 6 महिना 10 गतेको बिचसम्म हाम्रो कुनै पनि कस्टमरले हामीलाई केही पनि कुरा रिटर्न गर्नुभएको छैन भनेर यहाँ चाहिँ हामीले थाहा पाउन सकियो। बिकज यहाँ चाहिँ कुनै पनि डेटा हाम्रो अभाइलेबल छैन। यसको मिनिङ के हो भन्दाखेरि कुनै पनि कस्टमरले हामीलाई कुनै पनि मेडिसिनहरू रिटर्न गर्नुभएको छैन भनेर बुझ्न सकिन्छ होइन। त्यही हो। अनि अब यो चाहिँ हाम्रो म्यानुफ्याक्चरर रिटर्न भन्ने, यो चाहिँ अघि जस्तै हजुर र हजुरको कस्टमरको बिचमा थियो भने यो चाहिँ हजुर र हजुरको म्यानुफ्याक्चररको के हजुर र हजुरको म्यानुफ्याक्चरर बिचको रिटर्न लिस्ट हामीले यहाँ हेर्न सकिन्छ। जस्तै मेन जान्नु भनेको हाम्रो पर्चेस आइडी हो है। पर्चेस आइडी छ जुन औषधि पनि
अथवा जुन मेडिसिन पनि हजुरले फिर्ता गर्नुभएको छ त्यो मेडिसिनको पुरै लिस्टहरू विथ डिटेल्स यो सेक्सनमा आउँछ हामीसँग है। मैले फेरि नै भन्छु, यहाँ चाहिँ हामीले यसरी कपी पनि गर्न मिल्छ, यसलाई हामीले एक्सेलमा पनि निकाल्न मिल्छ, यसलाई हामीले CSV फर्ममा निकाल्न मिल्छ र यसलाई हामीले PDF फर्ममा निकाल्न मिल्छ। एक्जाम्पल दिन्छु PDF फर्ममा होइन, हाम्रो अहिले आएन, अहिले त हाम्रो यति मात्रै, त्यही भएर हाम्रो म्यानुफ्याक्चर लिस्ट पनि राम्ररी आयो है। यो पनि हाम्रो भयो है। यो वेस्टेज रिटर्न भनेको चाहिँ के हो भन्दाखेरि यस्तो मेडिसिन्सहरू जुन कि एक्सपायरी भएर अथवा जुन कि हजुरको ब्रेकेज भएर होइन कुनै कुरा फुटेर अथवा केही भएर जुन पनि बिग्रेको मेडिसिनहरू छ त्यो मेडिसिनको लिस्ट भनेको हाम्रो यहाँ चाहिँ आउँछ है। त्यो मेडिसिनको जति पनि लिस्टहरू छ यसमा आउँछ। यो यस्तो है, हजुरहरूले हेर्न सक्नुहुन्छ कि यो चाहिँ हाम्रो कस्टमरहरूको लिस्ट हो र यसमा चाहिँ हाम्रो कस्टमरहरूको पुरै डिटेल्सहरू है, A to Z सबै डिटेल्सहरू हामीसँग हुन्छ। सपोज अहिले हजुरले हेर्न सक्नुहुन्छ, जस्तै कस्टमर नेम त अजना श्रेष्ठ छ, एड्रेस आयो, मोबाइल नम्बर आयो, हाम्रो उहाँको इमेल आयो होइन, सिटी स्टेट, अनि त्यसपछि हाम्रो जिप कोड होइन, सबै कुराहरू हामीले यो सेक्सनमा हेर्न सकिन्छ। हामीले यहाँबाट कस्टमरलाई अहिले गरौँ, कस्टमर नेम हुन्छ हाम्रो हर्षित राणा, मोबाइल नम्बर छ 97658 है। अनि उहाँको इमेल चाहिँ यो चाहिँ TTRI@harshit5@gmail.com। अनि यो चाहिँ उहाँको अर्को इमेल एड्रेस जुन यो हाम्रो हेलो harshit@gmail.com। अनि उहाँको फोन नम्बर हुन्छ हाम्रो 976254169 है। उहाँको कन्ट्याक्ट नम्बर हुन्छ मिस्टर हर्षित सर, उहाँको नाम चाहिँ ट्राई हो है। उहाँको कन्ट्याक्ट चाहिँ हर्षित भट्टराई है। अनि उहाँको एड्रेस चाहिँ कलम्पी काठमाडौँ। उहाँको एड्रेस पनि कलम्पी काठमाडौँ यो यति भयो। अनि उहाँको फ्याक्स अहिले हाल्नु परेन है। अनि सिटी चाहिँ 84600, स्टेट चाहिँ बागमती, कन्ट्री नेपाल, सरी सिटी चाहिँ काठमाडौँ हुन्छ। अनि त्यसपछि 44600 हाम्रो जिप कोड भयो। उहाँको प्रिभियस भ्यालेन्स चाहिँ 150 थियो है। यसलाई हामीले यसरी सेभ गरिन्छ। सेभ गर्ने बित्तिकै हामीले कस्टमर पनि हामीले एड गरिसकेका छौँ है। अब हामीले अगाडिको ठाउँमा जाने हो भने यो हाम्रो कस्टमरको लिस्ट भयो है। यहाँबाट हामीले हेरेको थियौँ अघि नै। अनि यहाँबाट चाहिँ हामीले क्रेडिट कस्टमरको बारेमा हेर्न सकिन्छ है। यो कस्टमरहरू चाहिँ हाम्रो क्रेडिट कस्टमरहरू हो र यो कस्टमर चाहिँ हाम्रो के हुन्छ भने पेड कस्टमर हो कि है। यहाँबाट हजुरले हेर्न सक्नुहुन्छ। अनि जुन पनि हाम्रो यो जुन पनि डेटा यो डेटालाई चाहिँ हामीले PDF फर्ममा यसरी निकाल्न सकिन्छ, यसरी है। यसरी हाम्रो ठ्याक्क PDF फर्ममा सब कुराहरू है। अनि यहाँ हेर्न सक्नुहुन्छ कि हाम्रो क्रेडिट कस्टमरहरू हामीले यसरी एड गर्न सकिन्छ। यहाँबाट यसरी एड गर्न अथवा उहाँको डिटेल हामीले यसरी यहाँबाट हेर्न सकिन्छ है। यो चाहिँ हाम्रो क्रेडिट कस्टमरहरू भयो।
यो चाहिँ हाम्रो पेड कस्टमर भयो है। अनि यो चाहिँ हाम्रो कस्टमर लेजर के अघि नै पनि मैले भनिसकेको छु। जस्तै हाम्रो अघि नै हामीले हेरेको थियौँ म्यानुफ्याक्चरर लेजर, जुनमा कि हजुर र हजुरको सप्लायर अथवा हजुरको म्यानुफ्याक्चरर बिचको हिसाब किताब हजुरले हेर्नुभयो थियो होइन। त्यस्तै गरी यो हो हाम्रो कस्टमर लेजर। कस्टमर लेजर भनेको चाहिँ हजुर र हजुरको कस्टमरको बिचको हिसाब किताब है। अब हामीले एउटा अहिले गरौँ हर्षित भट्टराई एउटा कस्टमर हुन्छ है। 6 महिना 10 गतेको 10 गतेसम्म कहिलेको हिसाब हेर्नु न है। फाइन ठ्याक्क खोज्दाखेरि हामीसँग ठ्याक्क हिसाब किताब आयो क्या है। उहाँको हिसाब जस्तै डेट 6 महिना 10 गतेदेखि उहाँको डिस्क्रिप्सन भयो है। त्यसपछि उहाँको पैसाहरू हामीले सब हेर्न सकिन्छ। डेबिट 150 छ, क्रेडिट चाहिँ 0 छ, ब्यालेन्स 150 भयो होइन। यो चाहिँ हामीले उहाँको हिसाब किताब हेर्न पाइयो। अर्को हाम्रो प्रकाश भण्डारी 6 महिना अहिले गरौँ 9 गतेदेखि 10 गतेसम्म फाइन गरौँ। अहिले उहाँको चाहिँ भेटेन है। अनि 8 गतेसम्म गरौँ अनि हेर्नु है। हजुर हेर्न सक्नुहुन्छ कि उहाँको चाहिँ 6 महिना 8 गतेदेखि 6 महिना आजको दिनसम्मको जुन पनि हिसाब किताब यहाँ हेर्न सकिन्छ। जस्तै भयो 6 महिना 8 गते भयो है। डिस्क्रिप्सन भयो, उहाँको डेबिट क्रेडिट गरेर हामीले सब ब्यालेन्स हेर्न सकिन्छ यहाँबाट। यो हो हाम्रो कस्टमर लेजर है। अब हजुरहरूले हेर्न सक्नुहुन्छ यो हाम्रो पेमेन्ट म्यानेजमेन्ट हो है। पेमेन्ट म्यानेजमेन्टमा हजुरले म्यानुफ्याक्चरर पेमेन्ट र कस्टमर रिसिभ भन्ने हजुरले पाउन सक्नुहुन्छ। यो हाम्रो म्यानुफ्याक्चरर पेमेन्ट भयो। अनि यो चाहिँ हाम्रो कस्टमर रिसिभ। यसको यहाँबाट चाहिँ हाम्रो स्टक म्यानेजमेन्टहरू हुन्छ। अनि यहाँ चाहिँ मजाले हेर्न सक्नुहुन्छ। दिस इज हाम्रो स्टक रिपोर्ट है। यो चाहिँ हाम्रो स्टक रिपोर्ट हो। यहाँबाट चाहिँ हाम्रो स्टकहरू रिपोर्टहरू आउँछ। जस्तै हाम्रो मेडिसिन नेम भयो, म्यानुफ्याक्चर नेम भयो, सेल्स प्राइस, पर्चेस प्राइसहरू भयो होइन। अनि त्यसपछि हाम्रो क्वान्टिटी अनि आउट क्वान्टिटी स्टकहरू। अहिले मसँग जुन पनि योलाई प्यारासिटामोलको स्टक मसँग अहिले 0 छ है। यो मेरो स्टक बक्स भयो। अनि यहाँबाट हेर्न सक्नुहुन्छ। र हामीले हेर्ने हो भने पेन्टअपको है, जुन पनि मेरो पेन्टअप छ मैले। अनि यसको म्यानुफ्याक्चररको नेम भनेको यो है। अनि यहाँ चाहिँ हल्का डमिनेट भएको कारणले यहाँ चाहिँ यति प्राइस यो गरेर जुन पनि हाम्रो स्टक सेल प्राइस यति छ र हाम्रो स्टक प्राइस यति हुन्छ है। हामीले यहाँ हेर्न सक्नुहुन्छ। र हामीले यसलाई ब्याच वाइज पनि गर्न सकिन्छ, हेर्न सक्नुहुन्छ। अनि मेडिसिन नेम हाम्रो है। त्यसपछि हाम्रो ब्याच आइडी यो भयो। एक्सपायरी डेट भनेपछि हाम्रो स्टकको सबै डिटेल्सहरू हामीले यहाँबाट हेर्न सकिन्छ है। हाम्रो स्टक बक्स भयो, स्टक है, एभ्रिथिङ वी क्यान लुक फ्रम हियर है। अनि यसलाई हामीले एक्सेलमा पनि यसरी डाउनलोड गर्न सकिन्छ। यसलाई हामीले पिडिएफमा पनि यसरी डाउनलोड गर्न सकिन्छ। अनि यहाँबाट चाहिँ हामीले स्टकको रिपोर्टहरू पनि हेर्न सकिन्छ है। यो अघि नै हेरेको कुरै हो, त्यस्तो खास केही छैन। बट अनि ब्याच वाइज यदि हामीले स्टकलाई हेर्नु हो भने है, यदि हामीले ब्याच वाइज स्टकलाई हेर्नु हो भने तब चाहिँ हामीले यसरी हेरिन्छ। अनि यो भनेको चाहिँ हामीसँग अहिले सपमा अथवा हाम्रो फार्मेसीमा अभाइलेबल भएको स्टक भनेको यति हो है। हेर्न सक्नुहुन्छ मेडिसिन नेमहरू भयो। अहिलेको लागि चाहिँ यो प्राइस चाहिँ हाम्रो डेमो प्राइस हुनुको कारणले अहिले चाहिँ यति लेखेका छौँ। पर्चेस प्राइस भयो होइन, क्वान्टिटी भयो, हाम्रो आउट क्वान्टिटी कति छ, हाम्रो इन क्वान्टिटी कति छ, हाम्रो स्टक कति छ, हाम्रो स्टक बक्स कति छ होइन। र हाम्रो स्टकको सेल प्राइस कति हो, हाम्रो स्टकको पर्चेस प्राइस कति हो है। हामीले हरेक कुरा हामीले यहाँबाट हेर्न सकिन्छ। अनि यही हो हाम्रो स्टक म्यानेजमेन्ट भनेको चाहिँ यो है। जहिले हाम्रो सेल हुँदै जान्छ है, जब हाम्रो मेडिसिनहरू सेल हुँदै जान्छ, यहाँ हामीले स्टक रिपोर्टमा हेऱ्यौँ भने यहाँ पनि यो जुन पनि अहिले यहाँ जसले स्टक 0 देखाएको छ घट्नै पर्ने हुन्छ। यदि मैले स्टक बढायो भने, यदि मैले स्टक अथवा मैले यदि सप्लायरबाट यदि मैले सामान किने, सामान पर्चेस गरेँ भने तब मेरो के हुन्छ, स्टकमा तब मेरो बढ्छ। यदि मैले बेचेँ भने चाहिँ मेरो तब यो मेरो स्टक जुन छ त्यो मेरो घट्छ है। यो पनि हामीले बुझ्न सकियो। र यहाँबाट चाहिँ हाम्रो इम्प्लोइ म्यानेजमेन्ट हुन्छ।
लाइक यदि हाम्रो फार्मेसीमा इम्प्लोयहरू हुनुहुन्छ भने तपाईँ चाहिँ हामीले एड म्यानेज गर्न सकिन्छ। हेर्न सक्नुहुन्छ लास्ट टाइम डिजिग्नेसनबाट सब डिटेल्सहरू यहाँ हुन्छ र हामीले यहाँबाट यसरी एड गर्न सकिन्छ। इम्प्लोयरलाई यसरी हामीले यहाँबाट चाहिँ हामीले एड गर्न सकिन्छ। अनि यहाँ डेफिनेटली है यहाँबाट चाहिँ हामीले डिजिग्नेसनहरू बनाउने हो। यसरी एड गर्दै जाने हाम्रो डिजिग्नेसन पनि हामीले यहाँबाट बनाउँदै गइन्छ। अनि यहाँबाट चाहिँ हामीले अटेन्डेन्स गऱ्यो भने चाहिँ जस्तै यदि मसँग मेरो इम्प्लोइ छ, अहिले छ हामीसँग रोशन भुजाल होइन, डेट यति छ, साइन इन कहिले गरेको 12 बजेर यति भनेपछि हाम्रो अटेन्डेन्सको सबै रेकर्डहरू है, हाम्रो अटेन्डेन्सको सबै रेकर्डहरू हाम्रो यहाँबाट हामीले गर्न सकिन्छ। अनि या डेफिनेटली है साइन इन यतिमा भएको हाम्रो साइन आउट यतिमा भयो, स्टे टाइमहरू हामीले सबै यहाँबाट गर्न सकिन्छ अहिलेलाई चाहिँ। अनि यो चाहिँ हाम्रो यो इम्प्लोयरको स्यालेरी सिट हो, जुन कि हजुरहरूलाई खासै काम नलाग्ला, बट फर अलि बिगर फार्मेसीहरूलाई चाहिँ यो वाला एकदम काम नआउनेवाला छ यो वाला फिचर। अनि यो चाहिँ हाम्रो जनरल सेटिङ भयो, हामीले युजरहरू यहाँबाट एड गर्न सकिन्छ है। अनि त्यो लिस्ट हो, हाम्रो करेन्सी हो, हाम्रो जुन सेटिङ हो, ट्याक्स सेटिङहरू भयो है, सब कुरा। अनि हामीले जब यदि हामीलाई अरूलाई कसैलाई रोल दिनु हो भने हामीले यहाँबाट दिन सकिन्छ है, कसैले यहाँबाट हेर्न सक्नुहुन्छ। एभ्रिथिङ वी क्यान म्यानेज फ्रम हियर, हरेक कुरा हामीले यहाँबाट म्यानेज गर्न सकिन्छ। अनि असाइन रोलमा गएपछि हामीले अरू कुनै युजरलाई हामीले केही रोलहरू हामीले असाइन गर्न सकिन्छ यहाँबाट। यो चाहिँ हाम्रो डेफिनेटली हाम्रो ल्याङ्ग्वेज हो, हिन्दी अरेबिक, जुन कि हामीले डिलिट गर्न सकिन्छ। अरेबिकलाई है यसरी गर्न सकिन्छ, हेर्न सक्नुहुन्छ। यही हो हाम्रो ओभरअलमा, यही हो हाम्रो ओभरअलमा चाहिँ हाम्रो यही हो हाम्रो फार्मेसी म्यानेजमेन्टको चाहिँ यही ओभरअलमा। अरू कुरा चाहिँ हजुरले हेर्न सक्नुहुन्छ। ड्यासबोर्डमा जाने सुरु मैले भनेअनुसार, त्यसपछि हाम्रो हजुर पिओस आउँछ है। यो चाहिँ हाम्रो पिओस फिचर हो, मैले भनिसकेको छु। कुनै पनि सामानलाई हामीले हाम्रो यो सफ्टवेयरमा एड गर्नु छ भने हामीले पर्चेस गर्नुपर्छ र हामीले यहाँ गएर यहाँबाट हामीले त्यसलाई पर्चेस गरेर हामीले चाहिँ यो सफ्टवेयरमा अथवा हाम्रो यो सिस्टममा हामीले एड गर्छौँ। यहाँबाट चाहिँ हामीले बिलिङ गरिन्छ है। जस्तै एउटा हेरौँ, बिलिङ हेरौँ, यो चाहिँ हाम्रो एउटा बिल आफै यो सफ्टवेयरले निकालेको बिल हो, जुन कि हाम्रो क्लिकमा हुने कुरा छ। चाहिँ हाम्रो मेडिसिन हो, मेडिसिनको लिस्ट भयो। यो चाहिँ हाम्रो कस्टमर र यो चाहिँ हाम्रो म्यानुफ्याक्चरर भयो। र मैले बिचको पनि देखाएन हजुरहरूलाई। यो चाहिँ हामीले यहाँसम्म गऱ्यौँ, कस्टमर म्यानेजमेन्ट गऱ्यौँ। अनि यो चाहिँ हाम्रो पेमेन्ट म्यानेजमेन्ट भयो। यहाँबाट चाहिँ हामीले पेमेन्ट गर्न सकिन्छ म्यानुफ्याक्चररलाई है। सपोज ग्रिन भ्याली फार्मा छ, अमाउन्ट छ यति छ है, गर्नु बित्तिकै के हो भन्दाखेरि हाम्रो पेमेन्ट ब्यालेन्स पनि यहाँ चाहिँ सेभ भयो। यसरी हामीले यसलाई यहाँबाट पिडिएफ पनि निकाल्न सकिन्छ। अनि यो चाहिँ हाम्रो कस्टमर रिसिभ भयो, सेम तरिकाले हामीले गर्न सकिन्छ। अनि हेर्न सक्नुहुन्छ हजुरले यहाँ दिस इज आवर अकाउन्टिङको पार्ट। सब पार्ट चाहिँ हाम्रो यहाँ चाहिँ हुन्छ। जस्तै चार्ट अफ अकाउन्ट भयो, हाम्रो ओपनिङ ब्यालेन्स भयो, हाम्रो ब्याङ्कहरूलाई एड गर्न सकिन्छ, हामीले क्यास एडजस्टमेन्ट गर्न सकिन्छ, डेबिट भाउचर क्रेडिट भाउचरको होइन सब कुराहरू हामीले यहाँबाट हेर्न सकिन्छ अकाउन्टिङबाट। यो चाहिँ हाम्रो अकाउन्टिङ रिपोर्ट्स भयो, जस्तै हाम्रो क्यास बुक भयो, हाम्रो ब्याङ्क बुक, जेनरल लेजरहरू भयो। लेजर भनेको सिम्पली हाम्रो खाता भयो है, ट्रायल ब्यालेन्सहरू, प्रफिट लस, क्यास फ्लो, सी प्रिन्ट, एभ्रिथिङ है चाहिँ हाम्रो यो अकाउन्टिङ रिपोर्ट्समा हुन्छ। यो चाहिँ हाम्रो रिपोर्ट भयो, जस्तै क्लोजिङहरू भयो। यो हाम्रो सेल्स रेकर्ड हो, जुन कि अहिले हामीसँग छैन। यो हामीले हेर्छौँ स्टक रेकर्ड। अनि यो चाहिँ क्याटेगोरिज वाइज सेल्स रेकर्ड भयो, जुन कि हाम्रो अहिले छैन है।
यही हो हाम्रो फोरममा यो हाम्रो सफ्टवेयर भनेको चाहिँ ठिक छ। र यो चाहिँ हाम्रो सर्भिस सेक्सन भयो है। यहाँबाट चाहिँ हामीले हाम्रो सर्भिसहरू एड गर्न सकिन्छ अनि हामीले बिलिङहरू पनि सब क्रिएट गर्न सकिन्छ। जस्तै यहाँ गएर हामीले सर्भिसहरू एड गर्ने हो अनि हामीले चाहिँ अलरेडी एड गरिसकेका छौँ, यहाँबाट हेर्न सकिन्छ। यो चाहिँ हाम्रो सर्भिस लिस्ट भयो र यहाँबाट चाहिँ हामीले बिलहरू क्रिएट गर्न सकिन्छ। अहिले सबैजनाको उहाँको नाम चाहिँ विशाल थापा हाम्रो कस्टमर है, अथवा उहाँको फोन नम्बर हाल्दै हुनुहुन्छ। हाम्रो फोन नम्बर हाल्ने बित्तिकै के हुन्छ भन्दाखेरि उहाँको डेटाहरू अब यसमा आउँछ कि है। यति भयो। सर्भिस नेम छ हाम्रो ग्लुकोज टेस्ट गरौँ न, ग्लुकोज टेस्ट ल ठिक छ। अनि आउँछ हाम्रो क्वान्टिटी 1, डिस्काउन्ट पर्सेन्ट 0, यसलाई इन्भोइस डिस्काउन्ट 0, टोटल ट्याक्स भयो, सिपिङ कस्ट 0 होइन। अनि ग्रान्ड टोटल भयो। अनि हाम्रो उहाँको प्रिभियस ब्यालेन्स चाहिँ हाम्रो 300 रहेछ। उहाँले हामीले दिन बाँकी भनेको 300 रहेछ प्रिभियस, र अहिलेको मिलाएर हाम्रो 400 भयो र अहिले ड्यू अमाउन्ट चाहिँ हामीसँग 400 रुपियाँ। र उहाँलाई हामीले बिल क्रिएट गरिदियौँ सेभ गर्ने बित्तिकै, र उहाँको इन्भोइस बिल पनि हाम्रो क्रिएट भइसकेको छ। अब हामीले यसरी हेर्न सकिन्छ, यहाँ गएर चाहिँ हामीले यसरी हेर्न सकिन्छ है। उहाँको यो बिल प्रिन्ट क्रिएट भएको छ र हामीले यसरी प्रिन्ट पनि गर्न सकिन्छ। यो चाहिँ हामी बुझ्नु होला है। यसलाई सेभ गर्ने बित्तिकै हाम्रो प्रिन्ट पनि हुन्छ है। ल यति हो, यो सर्भिस सेक्सन हुने भनेको यति हो। र यो पनि एकदम हाम्रो इम्पोर्टेन्ट पार्ट पनि हो है। यो